अझै हामीले है त अब हामी यो पोस्टमा एड कसरी राख्ने भनेर सिक्छौँ। एड राख्नको लागि खासै गाह्रो छैन, मैले सबै सेटअपहरू गराएर राखिदिएको छु यहाँ। तपाईँको मेन सुरुमा आएपछि हजुरले लगइन गर्नु, अनि ड्यासबोर्ड खोल्छ। ड्यासबोर्ड खोलिसकेपछि अब तपाईँ यहाँ तल हल्का स्क्रोल गरेपछि एडभान्स एडमा जानु। एडभान्स एडमा गएपछि यहाँ एड्स भन्ने छ। एड्समा गइसकेपछि तपाईँको सबै मिलाएर राखिदिए जस्तै हो 1 2 3 4 5 6 7 8 9 10 यस्तो गर्दै 9 10 माथि छ। अनि होम साइड 1, होम साइड 2, होम साइड 3, होम साइड 4, मेनु एड्स, एन्सेल, सिङ्गल पोस्ट लेटेस्ट एड, सिङ्गल पोस्ट मिडल एड, लास्ट एड है, सिङ्गल पोस्ट मिडल एड, सिङ्गल पोस्ट टप, अन्डर ब्लक, अन्डर यो पनि भयो ब्लक जो अन्डर कन्टेनर भएछ त्योवाला भयो। त्यो भने जस्तै यो सुरु फर्स्ट टाटा इभी भनेको फर्स्ट टाटा इभी यो भयो। फर्स्ट टाटा इभी पछि हाम्रो छ सेकेन्डमा छ हाम्रो यो सेकेन्ड भोयज किड, यही भयो सेकेन्ड भोयज किड यो भयो। थर्डमा सार्क ट्याङ्क यही भयो। अलि थर्डमा सार्क ट्याङ्क छ। त्यसपछि दाइसुकी छ फोर्थ, दाइसुकीपछि वर्ल्ड छ फिफ्थ वर्ल्ड। सिक्स्थमा चाहिँ हजुरको सिक्स भन्दा पनि यो चाहिँ उस छ फिफ्थमा वर्ल्ड भयो। अनि त्यसपछि यो मैले आफ्टर कन्टेनर भन्छु नि अन्डर कन्टेनर ब्लक एनएमबी अन्डर ब्लक अन्डर ब्लक एनआइएम भनेको यो भयो। अन्डर ब्लक 2 भनेको चाहिँ यो भयो। अन्डर ब्लक 2 भनेको चाहिँ यो भयो। त्यस्तै गरी हट स्पाइसी भनेको यो छ हाम्रो फिफ्थ कति सिक्समा छ अन्डर सिक्स पछि सेभेन्थमा छ हाम्रो यो के हो सेभेन्थमा चाहिँ कुमारी ब्याङ्क रहेछ। कुमारी ब्याङ्क यो कुमारी ब्याङ्क। अनि त्यसपछि हाम्रो यो मुभी के लेखेको छु मैले 8 सिनेमा भइहाल्यो। अनि 9थमा छ हाम्रो एन्सेल छ, एन्सेल 9थमा। अनि हाम्रो 10थमा चाहिँ सिधै नोबेल ब्याङ्क छ। 10थमा हाम्रो नोबेल ब्याङ्क। अनि यो होम साइड 1 भनेको चाहिँ तपाईँहरूको होम साइड 1 भनेको यो भइहाल्यो है। तपाईँको होम साइड 1 भनेको यो होम साइड 1मा छ हाम्रो झन्डा, नेपालको झन्डा छ। अनि त्यस सेकेन्डमा ग्लोबल ब्याङ्क छ, यो ग्लोबल ब्याङ्क सेकेन्डको हो। अनि थर्डमा चाहिँ नेपाली पत्र हो। थर्डमा नेपाली पत्र होम यो चाहिँ नेपाली पत्र हो। यही हो सिङ्गल पोस्ट लास्ट एड्स भनेको चाहिँ यो तपाईँको अब सिङ्गल पोस्ट भने पोस्ट गरेपछि अब यो एउटा पोस्ट भयो भित्र जाने पोस्टभित्र। पोस्टमा लास्ट पोस्ट भनेपछि यो भयो सार्क ट्याङ्क, लास्ट पोस्ट एड सार्क ट्याङ्क भयो। अनि सिङ्गल पोस्ट मिडल भनेपछि सिङ्गल पोस्ट मिडल यो भयो शिवम सिमेन्टवाला। अनि त्यसपछि सिङ्गल पोस्ट टप भनेको छ। सिङ्गल पोस्ट टपको चाहिँ यो वाला एक्सचेन्ज अफर यो यस्तै हो, सजिलो छ। अब तपाईँले एउटा चेन्ज गरेर देखाउँछु म। अब धेरै के चेन्ज गरौँ भनेपछि तपाईँको यहाँ सेकेन्डवाला चेन्ज गर्नु पर्ला। यो फर्स्टवाला सेकेन्डवाला भोइस किट सेकेन्डवाला भोइस किट यो भयो। त्यहाँ एडिटमा जानु, एडिटमा गइसकेपछि अब सुरुमा गएर त इमेज हेर्नु। यहाँ छ, यहाँ सिलेक्ट इमेज गरेर अपलोड गरिदिने। यहाँ सेम हजुरको एड इन्सर्ट गर्नु। इन्सर्ट गरेपछि आयो यसको नाम चेन्ज गर्नु पर्यो सम्झिनको लागि। सेकेन्ड भोइस किट लेखेको छ, सेकेन्ड त्यही हुन्छ। अनि टेक्सेस हानिदिने भयो। टेक्सेस अरू केही गर्नु परेन, सिधै अपडेट गरिदिनु। अपडेट गरिसकेपछि अब तपाईँको भयो। यहाँ गएर एकलाई रिलोड गरिदिनु। तपाईँको सेकेन्डमा आएको छ तपाईँको फर्स्ट एड, त्यसपछि यो सेकेन्ड एड चेन्ज भयो। सेकेन्ड एड कहाँ गयो, सेकेन्ड एड चेन्ज भयो। यति हो, सजिलो छ एड पोस्ट गर्न पनि। यति नै हो, खासै गाह्रो छैन, केही पनि भयो।